आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि सँगै यो कार्यक्रमका विषयमा पनि प्रकाश पारिदिनु हुनका लागि हाम्रो भातृ संस्था तमेउलो छोडेली गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्य समितिका सर्वोदय अध्यक्षज्यू धर्मान गुरुङज्यूलाई आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। समयको व्यवस्थापनको हिसाबले मैले सबैजनालाई एक एक गरेर चाहिँ मैले सम्बोधन गर्न चाहिँ असमर्थ हुन्छु। यसलाई सबभन्दा पहिला म चाहिँ माथि जान्छु। यस कार्यक्रम यो कार्यक्रम पनि एउटा होइन, तिनवटा चारवटा चाहिँ उद्देश्य लिएर जन्मिएको छ। सर्वप्रथम त 2065मा तत्कालीन तमु समिति र गुरुङ राष्ट्रिय परिषद एकता भएपछि तमु युवा समिति गुरुङ राष्ट्रिय परिषद जन्मिएको जुन चाहिँ एकता दिवस हो र यही क्रममा एकता दिवसलाई सायद हामीले अब यसको संस्थागत 2011 सालमा यही घुम्नु भयो। त्यो दिनको अब आइन्दा आउने दिन हामीले त्यो चाहिँ स्थापना दिवसको लागि चाहिँ सायद सञ्चालन गर्नेछौँ होला। त्यो चाहिँ हाम्रो अर्को चाहिँ तमु भाषा तमिक्री र खेमा लिपिको चाहिँ प्रशिक्षण टिओटी पनि हामीले सुरुवात गर्दैछौँ। र अर्को चाहिँ भनेको यो हामीले चाहिँ 7वटै प्रदेशमा तमिल र छोरी राष्ट्रिय परिषदको अन्तर्गतको 7वटै प्रदेशमा रहेका प्रदेश स्तरीय चाहिँ संस्थागत चाहिँ सुदृढीकरण गर्ने चाहिँ कार्यक्रम चाहिँ हामीले तीनवटा चाहिँ आशय उद्देश्य बोकेर चाहिँ कार्यक्रम हामीले गरिरहेका छौँ। र यो सुदृढीकरण कार्यक्रम चाहिँ बागमतीमा भइसक्यो र लुम्बिनीमा चाहिँ दोस्रो हो गर्ने कि म बाँकी नै छ, अरूमा अझै बाँकी छ। र यो लुम्बिनी यस कार्यक्रमको चाहिँ अध्यक्षता गरिराख्नु भएको अध्यक्ष छु र हाम्रो निमन्त्रणलाई स्वीकार गरेर बुटोल रूपन महानगरपालिकाका प्रमुख थियो। यो फेरि अर्को मैले पछाडि यो जोड्दिनँ, सँगै यो चाहिँ राज्यसँग पालिकासँग जोडिएर समन्वय र सहकार्य गरेको एकदमै ठुलो उदाहरण मैले मानेको छु। र प्रमुख अतिथि खेलदास पाण्डेज्यू र तमिल र छोरी गुरुङ राष्ट्रिय परिषदका उपाध्यक्षज्यू आउँदै हुनुहुन्छ, महासचिव कोषाध्यक्ष र सहमहासचिव र केन्द्रीय सदस्यज्यूहरू सम्पूर्णमा मैले अलिकति छोटो त्यो राखेर भने सम्पूर्णमा छ्याजालो टक्राउन चाहे छ्याजालो नमस्कार। 5औं महाधिवेशन जेठमा सम्पन्न भयो। त्यस पश्चात चाहिँ म चाहिँ यहाँले जिम्मेवारी दिएर अध्यक्षको पदमा चाहिँ म अहिले छु। तर यो भूमि लुम्बिनी प्रदेशको विशेष गरी रूपेन्देही भन्ने भूमि यस्तो पैतृक आदि भूमिको रूपमा मैले लिएको छु। यहाँ चाहिँ सहिष्णुता अथवा एकदम कोएक्जिस्टेन्स आस्थाको हिसाबले धर्मको धार्मिक आस्थाको हिसाबले कोएक्जिस्टेन्स र समाजलाई चाहिँ कसरी डोर्याउने भन्ने खालको चाहिँ कुराहरूको उत्पादन अथवा संसारभरि विदेशमा पनि एकदमै महत्त्वपूर्ण भूमिका खेल्ने यो स्थान पवित्र स्थल म मान्छु। र यो स्थानमा तमिल र छोरी गुरुङ राष्ट्रिय परिषदले विभिन्न कालखण्डमा विभिन्न चाहिँ कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ। त्यस कारणले गर्दाखेरि यहाँ अहिले तपाईँहरू यो लुम्बिनी प्रदेश विभिन्न जिल्लाबाट विभिन्न इकाइबाट पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई म व्यक्तिगत तर्फबाट र सिन्धु तमिल र छोरी गुरुङ राष्ट्रिय परिषदको तर्फबाट यहाँलाई पनि छ्याजालो टक्राउँछु। अब मैले धेरै कुरा यहाँ भनिराख्नु पर्ने छैन, किनभने यसपछि हाम्रो प्रशिक्षणको काम सुरु हुन्छ।
संस्कृतिको काममा चाहिँ मैले म चाहिँ एउटा अध्यक्षको नाताले र एउटा संस्कार संस्कृतिको विद्यार्थीको नाताले म चाहिँ केही विषयवस्तुहरू उठान जुन सब तपाईँहरूलाई थाहा छ तर विषयवस्तुको उठान म गर्ने नै गर्छु। त्यो भनेको चाहिँ किन हो भने मैले यसरी जानेर अहिले पछिल्लो भनौँला यसरी जानेर यो हुनुपर्छ भन्ने चाहिँ होइन, तर यो विषय छ है यहाँबाट चाहिँ यो भूमिबाट चाहिँ त्यो विषयको चाहिँ स्पष्ट उखान हुनु पर्यो, लिपिबद्ध हुनु पर्यो, व्यवस्थापन हुनु पर्यो, भएकै छ तर हुनु पर्यो भन्ने चाहिँ विषयमा म प्रस्तुतीकरण गर्न गइरहेको छु। यहाँले सहर्ष स्वीकार्नुहुन्छ होला र सुझावको अपेक्षा पनि छ। अब हामीले तमिलको आधिकारिक लिपि चाहिँ ख्यामा लिपि हो। ख्यामा लिपिको सर्जक यही हुनुहुन्छ, अभियन्ताहरू यही हुनुहुन्छ। भने यो स्थान यो भूमि चाहिँ त्यसै पवित्र भएको छैन र ख्यामा लिपिको अन्तिममा चाहिँ एउटा संस्थाको अध्यक्षको नाताले मङ्गलबार राति 11:45 मिटिङ सुरु हुन्छ। अहिले चाहिँ नोटु सान्समा पुगिसकेको छ। नोटु सान्स भनेको चाहिँ के भने के रहेछ भने थाहा छैन मलाई। ख्यामा लिपि चाहिँ युनिकोडमा दर्ता भयो, दर्ता भएपछि फोन्ट डिजाइन भयो, फोन्ट डिजाइन भएपछि नोटो सान्समा छ। यो नोटो सान्स अब 6 महिना वर्ष दिनमा नोटो सान्स चाहिँ त्यो पनि कम्प्लिट भएपछि अहिलेको अवस्था के छ भने ख्यामा लिपिबाट इङ्ग्लिस, अङ्ग्रेजी, देवनागरी, नेपाली, ख्यामा लिपिबाट सिर्जना लिपि, ख्यामा लिपिबाट सामबोटाको उज्जैन, उमे, ख्यामा लिपिबाट अरूको हिन्दी अथवा केसँग चाहिँ यस्तो ट्रान्सलेसन अनुवाद गर्न मिल्छ कि मिल्दैन, मिल्दाखेरि के राम्रो पक्षहरू छ, नमिल्दाखेरि के अप्ठ्यारोहरू छ, त्यो हेर्ने चाहिँ अन्तिम अवस्थामा पुगिसकेको छ। 6 महिना वर्ष दिन मेरो अथवा म अहिले अध्यक्ष भएको समूहको अब 2 वर्ष बाँकी छ। सायद यो 2 वर्षभित्रमा सायद हामीले त्यो पनि पुरा गर्छौँ र त्यो पुरा गर्ने किन पुरा गर्ने सिर्जना गर्ने चाहिँ यहाँ एउटा संस्थाको अध्यक्षको नाताले मैले त्यसको जिम्मेवारी बोकेर अलिकति करिब त्यो अवस्थामा पुगेको छु। यहाँले मैले त्यो जानकारी गराएको। अर्को कुरा चाहिँ एउटा जानकारी गराउनु पर्ने कुरो के भयो भने गण्डकी प्रदेशले मगर भाषा र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दियो। अब अहिले यो के अरे जेन्ती आन्दोलन र यो चुनावले गर्दाखेरि मात्रै त्यो प्रशासनिक प्रक्रिया अलिकति ढिलो भएको मात्रै हो। गुरुङलाई 60 जना, मैले 60 त नम्बर नै ठ्याक्कै भने तर 60 पनि हुन्छ, त्योभन्दा 59 हुनसक्छ, 61 पनि हुनसक्छ। 60 जना चाहिँ अनुवादक चाहियो। अनुवादक भनेको त्यसै म गुरुङ भाषामा तम्के नामको मैले चाहिँ भए गल खाम भन्ने होइन, आधिकारिक सर्टिफिकेट हुनु पर्यो। किन हामी ढिलो भएको छ, उसै ढिलो थियो, ढिलो भएको छ हो। त्यसलाई मध्यनजर राखेर पोस्ट ग्रेजुएट डिप्लोमा इन गुरुङ ल्याङ्ग्वेज 1 वर्ष कोर्स जो कोहीले पनि बिए डिप्लोमा पास गरेको हुनुहुन्छ अथवा मास्टर डिग्री गरेको पनि हुनुहुन्छ र इच्छा छ भने अब 1 वर्ष कोर्स सुरु हुन्छ। काठमाडौँ युनिभर्सिटीसँग आबद्ध भएर एग्रिमेन्ट भइसकेको छ, कोर्स चाहिँ डेभलप गर्दैछ। यही लुम्बिनी प्रदेशबाट र नवलपुरका अरू पनि छन् 5-6 जना विज्ञहरूले त्यहाँ गएर कोर्स करिकुलम पाउनुहुँदैछ। अब यो सायद अगस्ती सकियो भने अगस्ती होइन भने फेब्रुअरीबाट 1 वर्ष कोर्स चाहिँ सुरु हुन्छ। त्यसपछि पोस्ट ग्रेजुएट पिजिटी इन टिएलसी भन्ने गुरुङ ल्याङ्ग्वेजमा हुन्छ। त्यो भएपछि हामी आधिकारिक प्रमाणपत्र प्राप्तवाला हुन्छ। केमा भनेदेखि गुरुङ भाषा र संस्कृति त्यो पनि यहाँले त्यसमा र यस्तै खालको कुराहरू अहिले भर्खरै मात्रै भर्खरै आइपुग्नु हाम्रो तमिल र समिति गुरुङ राष्ट्रिय परिषदका
मेरो प्यारो भाइ दिल गुरुङ आउनुभयो। 20 वर्ष भएछ नेपाल आदिवासी जनजाति महासङ्घमा डाक्टर ओम गुरुङपछि गुरुङको उपस्थिति किन भएको? 20 वर्ष भएछ। 20 वर्ष किन? आदिवासी जनजाति महासङ्घको सूचना के उनीहरूले के काम गरिरहेछ, उनीहरूको सूचना हामी कहाँ आउने, हामी उनीहरूलाई जाने सहयोग चाहिँ एकदम छ नि, तर हाम्रो उपस्थित छैन। उपस्थिति भनेको सुन्ने यसपल्ट हाम्रो समूहले आदिवासी जनजाति महासङ्घको वरिष्ठ उपाध्यक्षमा निर्विरोध उहाँको लागि चाहिँ बधाईको दिन चाहन्छु। हाम्रो खाजा सदनमा नगरपालिका हुन्छ, ठिकै छ, खाजा सदनमा गरौँ। उहाँ चाहिँ अहिले वरिष्ठ उपाध्यक्ष भनेपछि नेपाल आदिवासी जनजाति महासङ्घको वरिष्ठ उपाध्यक्ष निर्विरोध। यस्तै कामहरू चाहिँ मैले खेलराज सरलाई पनि सुनाएँ। अरू पनि छन् सर, जस्तो अब मौलिक तलको नाम स्थापना गर्ने हामी कहाँ त धेरै आदिवासी हो। यो मास्तिर चाहिँ कास्की लम्बुङ बोरामा गुरु भाषामा रहेछ र पाखामा डाँडा काँडा बाटो खोला नालाको नाम चाहिँ सबै गुरु भाषामा रहेछ, मेटिँदै गरेछ कि आफ्नो नामै मेटिन्छ के हुन्छ त्यो एउटा कुरा। अर्को चाहिँ तपाईँको चाहिँ हाम्रो संस्कार संस्कृति हराउँदै जाँदैछ। अमूर्त सम्पदाको हराउँदैछ। नेपाल सरकारले सूचना पास गरेका बोलाइ छ के गर्नु सकेका छौँ। त्यसमा चाहिँ हामीले कामहरू गर्दैछौँ। र अर्को चाहिँ यो प्रथाजन्य चाहिँ संस्थाहरू, स्वशासन प्रणालीहरू। उदाहरणको लागि पहिला हाम्रो चाहिँ महासभा भनिरहेछ, रोदिङ भन्ने, रोदिङले चाहिँ अब वंशबाट जसरी बिगार्ने आफ्नो ठाउँमा छ हो त्यसको चाहिँ कसरी अभिमुखीकरण गर्ने, कसरी के गर्ने भन्ने कुराहरू मैले यो मोटामोटी चाहिँ केही कामहरू त्यसलाई एउटा सूचना गराउनु भन्ने हिसाबले हो। र फेरि पनि अरू कुरा मैले बिर्सेर यो चाहिँ बिर्सिँदैन। यो महानगरपालिकाको समन्वय र सहकारीको जुन यहाँले साथ दिनुभयो, यसलाई चाहिँ म जिल्ला, प्रदेश र केन्द्र हाम्रो चाहिँ भर्टिकल यस्तो खालको छ। भर्टिकलमा चाहिँ हाम्रो केन्द्र हो, जिल्ला हो, अनि प्रदेशको जिल्लाको इकाइ पालिका लेभलको हो, अनि इकाइ लेभल पनि छ। गर्दाखेरि चाहिँ हाम्रो करिब 61वटा जिल्लामा चाहिँ फैलिसकेको छ। 65 भन्ने, तर अधिवेशनमा अहिले कम आएको भएर 61 छ। करिब 40वटा मुलुकमा हाम्रो प्रवास समर्थनहरू छ। मुलुकहरू जनसङ्ख्या छ जम्मा 5,43,790। जनसङ्ख्या कमै छ, अलिक धेरै हुनुपर्ने, तर यस्तै छ। त्यो गर्दाखेरि चाहिँ यी कामहरू गर्दैछौँ। र यो पवित्र भूमिलाई यहाँले पनि सहकारी। म त यो अहिले नगरको के भन्छ गान, नगरको गीत पनि पहिलोपटक सुनेको, पहिलोपटक उभिएर सुनेको त भनेपछि यो ठाउँ त मैले त्यही भनेको थिएँ कि सृजना भूमि हो कि यो भूमि चाहिँ सृजना। यहाँका मान्छेहरू, यहाँका व्यक्तित्वहरू, यहाँको दिमाग, नलेज सिस्टम चाहिँ यस्तो खालको छ कि सृजना कि गुरुको लागि सृजना हुन्छ। जे पनि हुन्छ सृजना त हुन्छ क्या। त्यसको लागि यहाँहरू सम्पूर्णलाई मैले फेरि व्यक्तिगत रूपमा मैले चाहिँ सम्बोधन गर्न सकिनँ। माथि राख्दै फेरि माथि राख्दै समय पनि छ। म पछि बोल्दैछु। अहिले हाम्रो लेखराज सरको चाहिँ अलिकति त्यो खालको जानु परिवार र तपाईँहरूले धेरै बोलेको चाहिँ छैन, म हो त्यसको चाहिँ उहाँले हो छोटो कार्यक्रम गरेको छ र मेरो कुराहरू सुनिदिनु भयो। विशेष गरी चाहिँ खेलराज सरले चाहिँ मेरो कुराहरू सुनिदिनु भयो। एकदम यति मात्रै होइन, अरू पनि थप सहयोगको अपेक्षा राख्दै र यहाँलाई मुरी धन्यवाद दिँदै र सम्पूर्ण महानुभावहरूलाई मुरी धन्यवाद दिँदै म पनि यहाँहरूबाट ओजेलमा बस्छु रहन्छु। म यही हुन्छु।